हाई गाइज टेस्टले नमस्ते गुड मर्निङ। आज फेरि म सानो भिडियो बनाउनु कन्टेन्ट बनाउनु गइरहेको छु। जस्तै अगाडि मेरो हातमा एउटा इन्जेक्सन छ प्लस आफ्नो हातमा ग्लोभ्स लगाएको छु। अनि तपाईँले देख्न सक्नुभएको थियो अगाडि एउटा एकदम नाजुक अवस्थामा एउटा कुकुर छ जो लावारिस कुकुर हो। उसलाई लुतो लागेर खतम छ राइट। अनि उसलाई देखिसकेपछि मेरो मनले थाम्नै सकेन कि यसलाई हामीले मानवता भएर केही दबाई त गर्न सक्छौँ भन्ने मेरो एउटा सोचमा आएर अनि मैले त्यहाँ एउटा यो भेटनरीमा गएर एउटा इन्जेक्सन लिएर आएँ जो उसलाई एलर्जी भइरहेको छ होइन। अब यो इन्जेक्सन दियो भनेपछि सायद मलाई आशा छ त्यो उसको जति पनि शरीरमा इन्फेक्सनहरू भइरहेको छ सब ठिक होला भन्ने मलाई लागिरहेको छ। र अब हामी कुकुरको खोज तलासीमा जाँदैछौँ। हिजो अस्ति मेरो आँखाको नजरमा आएको थियो, फेरि ऊ अहिले गायब छ। फेरि हामी त्यसलाई खोजी यो इन्जेक्सन दिन गइरहेको छौँ गाइज। तपाईँहरूको आँखाको अगाडि पनि यस्तो अवस्थामा कोही जानवरहरू आयो भने प्लिज एउटा मानवता देखाएर उसको उपचार गर्न कोसिस गर्नुहोस्। बाँकी मानवता हामीसँग छ भन्ने एउटा जागृत राख्नुहोस् यति भन्दै फेरि तपाईँहरूलाई अर्को भिडियोहरू हामी खोज तलासी गर्न गइरहेको छौँ। त्यो कुकुर भेटेपछि यो इन्जेक्सन दिन्छु, आशा छ भगवान् हामीलाई साथ दिन्छ। बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला। हाई गाइज, फेरि हामी त्यो कुकुरको खोज तलासीमा जाँदैछौँ म र मेरो साथी। मेरो हातमा इन्जेक्सन छ अनि उसको हातमा एउटा रस्सी छ। यसलाई समातेर हामी यो तलै कहीँ पाउँछ भन्ने हामीले खबर सुन्यो अनि त्यसको पछाडि जाँदैछौँ हामी। आइज फाइनली गाइज यो कुकुर हामीलाई भेटिहाले, यहाँ आउँदैछ। बिस्कुट यहाँले है गाइज। फाइनली हामीले यो कुकुरलाई भेटाइसकेको छौँ। अब जस्तो तपाईँहरू देख्दै हुनुहुन्छ अलि नजिक आएको छ त यहाँ हेर्नुहोस्, यसको पुरै अवस्था यस्तो छ, यो ड्यामेज छ, पुरै यसको पालहरू पुरै निस्किसकेको छ। सो द्याट अब यसलाई मैले अघि इन्जेक्सन पनि लिएर आएको। यो इन्जेक्सन हानेपछि आई थिङ्क यो हेर्नु न कमजोर भएको छ, एकदम कमजोर भइसकेको छ किनकि लुतोहरूले खाएर हेर्नुहोस् तपाईँहरू यसको यो पुरै ड्यामेज भइसकेको छ। अनि हामीले एउटा बिस्कुट ल्यायौँ अनि यसलाई दिएको छौँ काहीँ नभागेपछि भनेर। अब यसलाई हामी इन्जेक्सन लगाइदिन्छौँ। यसमा त इन्जेक्सन लगाएपछि आशा छ भगवान्को कृपाले यो ठिक भइहाल्छ राइट। र म यसलाई लगाउने हो, कहाँ लगाउँ त अब म यसको यहाँ लगाइदिन्छु। सो गाइज यसलाई हामी अब यहाँ लगाइदिन्छौँ। यता आएन। यस ल ल ल ल ल ल ल ल रोक।